काम गर्दा गर्दै थाकिसक्यो है। कुखुराको मासु खानुपर्ने थियो यार पोस हुनको लागि। सलिमको घरमा ठुलो ठुलो कुखुरा शरीर लिएर आउने त। ल फोन गर्दा त्यसो भए कुखुराले भनेर भन्नु फोन। मलाई फोन गरेर के हो फेरि? ए झुकिन्छ भने कस्तो नम्बर ए। तम हो ह्या यो कस्तो कि नम्बर पनि झुकिन्छ भने। झुकिन्छ मुला राम्रोसँग के हेरेर आउँदै फोन एउटा राम्रोसँग आउँदैन फेरि गर गर्छ मुला। लास्ट त 56 नै हो। कसरी भयो त यो? फेरि गरेछ त मुलालाई हेर्न आउँदैन मुला। मैले पहिला भने मुला पढ भनेर मुला पढ्ने बेला गुलिली यस्तो होइन। कस्तो मुला रहेछ। ओइ सलिन त्यहाँ कुखुरा छ भने होइन तिमीहरूको घरमा? ए भरे म लिन आउँछु है। ल ल त्यही भएर मैले भने मुला बेलैमा पढ भनेर यस्तो हुन्छ नम्बर हेर्न आउँदैन मान्दैन। के गरिरहेको? फेसबुक चलाएर हो मुला। त है मुला यस्तो ह्यान्डसम छैन मान्छे तनी फेसबुक खोल है। खोल्न त मन थियो नि मेसेज गर्ने आउँदैन। म खोलिदिइहाल्छु नि मुला अनि सिकाउँछु। खोल्दिन त त्यसो भए। ल खोल्दे। ल ल तेरो फेसबुक पनि बन्यो फोटो नि दामी हाल्दैछ होइन। अब फेरि लिस्टहरू आउँछ यस्तो त गर्ने अनि त्यसपछि त हुन्छ है। अब त्यसपछि यस्तो हुन्छ। ल मैले फेसबुकहरू खोलिदिएँ होइन। अब त गएर चला तेरो त्यहाँ मोबाइलमा लगइन हुन्छ जा है। एउटा केटीले म्यासेज गर्नु पर्यो। यो चाहिँ केटी राम्रो रहेछ। बरु नाम के हो यसको? ओइ हाई कसरी लेख्छ? क्याक्स भनेको के हो? के छ भने अघि सर्टकटमा मुला। ए अब म के लेख्ने त? ठिक छ भने लेखेर आउँदैन नि। यहाँ डट पनि रहेछ त यसरी लेख्न। ल यो हेरेर लेख है यसरी। पहिला भने भाइ पढ भनेर यस्तो हुन्छ लेख। अब अब यो कति लामो मेसेज पठाएको? तिमीलाई म के ओए यहाँ आइज त। मुला तैँले गरी खाँदैन कि खै के पठाएर। ल सुन न मलाई तिमी लास्ट ह्यान्डसम लाग्यो। मलाई त तिमी मन पर्यो। अब के हो यार खाइदे मुला। मेसेज गर्ने आउँदैन। अब भोइस रेकर्ड पठाउनु पर्यो। ओइ सुन न तिम्रो भोइस सुन्न कस्तो मन लागिरहेछ। पठाउ न तिम्रो भोइस। मेसेज पढ्नै अल्छी लाग्छ कि मलाई त। ओ भोइस पठाएको। कुरा सुनेनौ? मेरो सुमन छ भाइ। नभनेपछि किन यस्तो भन्नु पर्यो? लाज लाग्दैन? के भन्छौ? के लाज लाग्दैन भन्छ? के सुमन? के लाज लाग्दैन भने हो? को सुमन त्यस्तो फेरि? के पठाएछ फेरि?
स्टोरी भर्खर कोही फेसबुक खोलिरहेको छ स्टोरी भने के हो फेरि के भन्छ के भन्छ मैले पढ्न पनि आउँदैन लेख्न पनि आउँदैन के थेट ओ चस्मा त दामी पो छ त म खतरा देखेर रहेछ त ऊ ओ सबिन दाइ कता हुनुहुन्छ? छैन माथितिर गयो होला मेरो यो मोबाइलमा के भएको हेर्ने एकचोटि। के भएको रहेछ त खोइ के भएको एकचोटि हेर्दैन। नेपालीमा हो कि इङ्ग्लिसमा हो इङ्ग्लिसमा आउँछ नि सबै। मैले इङ्ग्लिस आउँदैन थुक्क तँलाई यति इङ्ग्लिस नि आउँदैन? पढ्न आउँदैन तँलाई? लाज लाग्दैन तँलाई? नेपालीमा हो कि इङ्ग्लिसमा हो सबै मानि तँलाई कुकुर। बेइज्जत निकाल्ने बे इङ्ग्लिस र नेपालीमा हुन्छ? बेलैमा स्कुल जाँदैन? के को काम त तिमीहरू हा? इन्नु मम्मी यसले मलाई लास्ट बेजोती हान्यो पढेर हात ठुलो भएको मम्मी हो पहिला मैले यही भन्थ्यो तर आज हेर पढेको भए मैले जागिर खान्थेँ दुःख छ बाबु हेर पढाउनु यसरी काम गर्नुपर्छ टाइम पास गर्न मोबाइल त छ नि के चलाउन आउँदैन तँलाई मैले स्कुल नपठाउँदा होइन नि तँलाई जाँदैन हो नि यो जाँदैन। अर्को सबिन दाइ कति क्लास पुगिसक्यो? मैले त पर भने त नि बाबु त मान्दैन के गर्ने ल म गएँ यस्तासँग के बोल्नु? ओला चाहिँ तिमी कहिले आयो ए म भर्खरै आएको यहाँ मोबाइल बिग्रेर। ए यो मुलासँग के भनेर अनि फेरि तिमी त्यही पढाएकै भनिरहेको पढ भनेको मान्दैन। मलाई पनि पढ्न मन लाग्यो दाइ यसले लास्ट बेजोत हान्यो मलाई दाइ अब सिकाइदिनु न मलाई ल ल पहिला सुरुमा के सिक्छस् त एबिसिडी आउँछ आउँछ ल भन् त एबिसिडी ठुलो दिदी इएफजिएच काचो प्याज आइजेकेएल मर्यास्याल एमएनओपी बाजेको टोपी क्युआरएसटी प्लास्टिक बिडब्लुएक्सवाइजेड चाङ्गाचेट थ्याट यस्तो नि भन्छ मुला कख नि आउँदैन होला तँलाई त। ए कका त पहिले नै आउँथ्यो मैले ल त्यसो भए भन् त। ग्या आयो नि भर्खर तैँले जे भनेको थियो याद छ खतरै रहेछ। तँलाई स्पेसल क्लास नै लिनुपर्ने रहेछ लक्ष्मीलाई भोलिदेखि लाउँछु तँलाई पक्का एप्पल एपिपिएलई एप्पल BALL बल बिएएल बल ए आयो मैले एपिपिएलई एप्पल बिएएल बल आयो के ए यो पनि आयो थिए कति पढ्ने यस्तो मात्रै ए पढाउँदा एकदमै सजिलो हुँदो रहेछ आई भनेको म हुन्छ उही भनेको हामी हुन्छ आई भनेको म उही भनेको हामी ए यस्तो इजी आइसक्यो थिए जोस पढेपछि त मनमा अलि एनर्जी चाहिँ आउँदो रहेछ है पढ्नु चाहिँ पर्छ एजुकेसन मेक्स आवर फ्युचर ब्राइट भर्खरै दाइले सिकाएको